ल गाइस आज चाहिँ हाम्रो भाइको बर्थडे हो एन्ड दिस इज द बर्थडे बोय अनि सानो भाइलाई चाहिँ धेरै धेरै जन्मदिनको शुभकामना छ अनि बाँसुरी वादकहरू हुनुहुन्छ यहाँ अनि यता चाहिँ गेस्टहरू आइसक्नु भएको छ अनि यता चाहिँ एकदम हाम्रो मामा भान्से छोराको बर्थडेमा भान्से चिची पकाइसक्नु भएको छ मैले टेस्ट पनि गरिसकेको छु क्यामेराम्यान अनि आजको क्यामेराम्यान चाहिँ यो मान्छे हो गाइस ल अब हाम्रो तरकारी रेडी टाडा उहाँ चाहिँ आज भर्खर सुत्केरी हुनुभएको छ भन्न ल्याउने कि नै भन्न सानो स्वर्ण मामाको भान्जीले फेरि गाइजहरू के हो भान्जीको नाम सृष्टि हे राम्रो हाँस हाँस स्वर्ण खै जा स्वर्ण भाइको छेउमा जा उता जा Happy birthday to you. Happy birthday to you. Happy birthday. Khoi त ह्यापी बर्थडे भने रिसा मान्छे आमा कति हिरो भएको रिसा र ए त्यो त छुटे छ त ह्यापी बर्थडे आमा आशीर्वाद दिनु अब 9 वर्ष पुग्यो अब भोलिबाट 10 वर्ष हुनु है मित्र राख्नु ज्ञानी बन्नु नानी बुझ्यो फेरि आशीर्वाद खै त हस भनेको सानो मिल्नु सानो भरिनु ठुलो नहुनु सानै छ सानो आफ्नो दाजुभाइ मिल्नु कुस्ती नखेल्नु बाबुहरूलाई पो आशीर्वाद दिएको हो क्या जस्तो लाग्छ पैसा चाहिँ कता राख्ने त यतापट्टि राम्रो गर्नु बन्नु डाक्टर बन्नु सबै बन्नु मलाई राख्दैन सानो पैसा ठुलो गोरे आछ गोरे आयो मम्मीहरू लाउने होइन होला मेरो क्यामेराम्यान कहाँ ए त्यहाँ बसेछ त मेरो क्यामेराम्यान त यहाँ हालेर किन हामीले टिका लगाइदिउँ ल दिदी ल ल ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे ल ल भाउजूलाई यो चाहिँ म चाहिँ जम्मा गर्नु पर्यो ल म एकाउन्टेन्ट ल ढुक्कु भगवान् यता चाहिँ भोज बाडफाड हुँदैछ गाइजहरू अनि सी द स्विट केरी मम अब जे जे पढे पनि जिन्दगी सुख होस् पछि ठुल्यारीलाई चाहिँ सानो नदी भाजमा सरले हिजो हुनुहुन्छ त म चाहिँ सानो मान्छेलाई पनि है मिनी ह्याप्पी बर्थडे है अझै बाँकी छ 4 महिना पाइन्छ 4-5 महिना ल यहाँ पनि छ सानोहरूको मैले टिका लाउनु हुँदैन जुट हो हजुरलाई ससुर यता अङ्कल फोटो खिच्दै हुनुहुन्छ होइन धेरै 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 पढ्ने होइन ठुलो मान्छे हुने ज्ञानी हुने ल
एउटा सोनालाई दिनु एउटा सानीलाई दिनु न ल अब न स्वर्णजी यता आउनुहोस् त हावाले उडायो ल धेरै ज्ञानी हुनु अब 4 महिना पछाडि फेरि अर्को चाहिँ मनाउनुपर्छ अहिले टर्दैन टर्दैन त्यहाँ जाऊ न त्यहाँ जाऊ न सर्वसमाउने तालिम लिएर हाम्रो नगर प्रहरीहरूमा घुमेछन् बोलाउनु सामान लगाइहाल्नु अङ्कल कसै उल्टो लाग्यो यहाँ आएको घुम्दा चाहिँ यता हेर यता सानो आन्टी बस्नु न त ल मामा तपाईँ पनि आइरहनु भएको छ आउनु छेउमा दियोसियो बाल्नुपर्छ नि त दियोसियो नमस्ते गर मामालाई ल 50 रुपियाँ ठिक फेरि अहिले कमलाले मैले थाहा छैन भन्दैन